प्रभु येशूको नाउँमा सबैलाई जय मसीह। आज म तपाईँहरूको माझमा केही वचन पढेर सुनाउन जाँदैछु, जुन चाहिँ यशाया 41को 11 देखि 13 पद रहेको छ। कृपया सुन्नुहोला र मनन गर्नुहोला। यशाया 41को 11देखि 13 पदमा यसरी लेखिएको छ, तदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरा शत्रुहरूलाई तैँले खोजे पनि उनीहरूलाई भेटाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परमप्रभु तेरा परमेश्वर हुँ। म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। आमेन। धन्यवाद। परमेश्वरको वचन पढाइमा र हजुरहरूको सुनाइमा आशिष मिलेको होस्। धन्यवाद।